हेलो साथीहरू, म तपाईहरुको आफ्नै साथी हस्तमगर। म फेरि पनि कृषि सम्बन्धित केही भिडियोहरू लिएर तपाईहरुको माझमा आइपुगेको छु। तपाई यो देख्न सक्नुहुन्छ, यो हाइब्रिड किसिमको चाहिँ हिउँदी सिमी हो। नेपालमा यसलाई हिउँदी सिमी भन्छ, तर यो इन्डियातिर हिन्दी भाषामा चाहिँ यसलाई सेम भनिन्छ। र यो नेपालमा अर्कै प्रजातिको पाइन्छ होला, तर यो इन्डियाको चाहिँ यो हाइब्रिड किसिमको बिउ हो। यो तपाईं देख्न सक्नुहुन्छ, धेरै नै समयभन्दा पहिले नै फल्ने किसिमको यो बिउ हो। तपाईं देख्न सक्नुहुन्छ, जहाँसम्म तपाईको दृष्टि पुगिरहेको छ यो भिडियोमा, यहाँ माथिसम्म देख्न सक्नुहुन्छ। यो सम्पूर्ण खेतहरुमा चाहिँ यो लगाइएको छ। आजभोलि यसको रेट पनि राम्रो छ। और यो देख्न सक्नुहुन्छ, पारी छेउसम्म यो पुरै लगाइएको छ। यो हिउँदी सिमी टन्नै खेत भरिएको छ। बिल्कुल कुनै पनि क्यारीहरू, कुनै पनि क्षेत्र बीचमा, खेतको कुनै पनि बीचको क्षेत्र चाहिँ खाली छैन। सम्पूर्ण क्षेत्रहरू चाहिँ यो बिनले भरिएको छ, यो हिउँदी सिमीले। तपाईं देख्न सक्नुहुन्छ साथीहरू, गरेपछि के हुँदैन, गरेपछि सबै चिज हुन्छ, नगरेपछि केही पनि हुन्न। तपाईं यो तपाईं देख्न सक्नुहुन्छ साथीहरू, बिल्कुल खेतको ढिकमा, खेतको आलीमा पनि यसरी नै यो लगाइएको छ। र यतातिर देख्न सक्नुहुन्छ खेतमा यस्तो फसल भयो भने चाहिँ मनलाई धेरै नै सन्तुष्टि मिल्छ। तर यो मेरो होइन साथीहरू, यो हाम्रा एकजना दाइ हुनुहुन्छ र भेनाजु पनि हुनुहुन्छ, उनीहरूको हो। तपाईं देख्न सक्नुहुन्छ, यो फलिसकेको छ। यो अब लगभग 10-15 दिनपछि चाहिँ हार्भेस्टिङको लागि यो रेडी नै हुन्छ होला। यो तपाईं देख्न सक्नुहुन्छ, पुरै नै बारी नै ढोकिसकेको छ यो सिमीले, यो हिउँदी सिमीले। तपाईको कुनै पनि पत्ता तपाईं देख्न सक्नुहुन्छ, यो कुनै पनि पत्ताहरू चाहिँ बिल्कुल राम्रो पोषक तत्व पाइरहेको छ। कुनै प्रकारको पनि यसमा पीलापन, कुनै प्रकारको पनि फंगस, कुनै प्रकारको पनि ब्याक्टेरिया बिल्टहरू र कुनै प्रकारको पनि किडाहरू लागेको छैन। यहाँ देख्न सक्नुहुन्छ, धेरै नै माथिसम्म फैलिएको छ। यो ठाउँमा चाहिँ जता पनि तपाईं हेर्न सक्नुहुन्छ, अहिले म चौबडालीको आमबुटा आमसेरा भन्ने ठाउँमा छु। तपाईं यो जुन खेतमा हेरे पनि लगाइएको छ, केही खेतहरू बीचमा खाली छ, तर सम्पूर्ण खेतमा टन्नै लगाउनु भएको छ। यहाँ पनि देख्न सक्नुहुन्छ साथीहरू, यो फलेको छ। यो केही हप्तामा नै, केही दिनमा नै खाने लायकको, तोड्ने लायकको हुन्छ। यो तपाईं देख्न सक्नुहुन्छ, अहिले घामको रोशनी उल्टा परेको कारणले गर्दा चाहिँ यो भिडियो राम्रो प्रकारले लिन सकिरहेको छैन। यो तपाईं देख्न सक्नुहुन्छ। यो खेत चाहिँ परैसम्म छ साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले राम्रो प्रकारले खेतीबाडी भइरहेको छ साथीहरू। यो टन्नै यहाँ साग लगाइएको छ। यो चाहिँ पानी आउने नहर हो। तपाईं यस्तो देख्न सक्नुहुन्छ, यो डिलमा पनि, यो ढुङ्गाको उफ्रो पनि चाहिँ यो देशी पालक तयार भइसकेको छ। साथीहरू देख्न सक्नुहुन्छ, अरबीको पत्ता, नेपालतिर यसलाई पिण्डालु भन्छ। यो देख्न सक्नुहुन्छ साथीहरू, बिल्कुल फलेको छ है। साथीहरू देख्न सक्नुहुन्छ, मकैको बारी। कसैलाई मकै चाहिएको छ भने कमेन्ट गर्नु होला।